गरी यसरी चाहिँ यहाँ चाहिँ ब्लास्ट भएको देखिन्छ कि ठ्याक्कै यसको नेकमा घाँटीमा चाहिँ कालो भएर चाहिँ डढ्छ होइन। अनि यो माथिको बालाहरू चाहिँ सुक्खा भएर जान्छ, यसमा दाना लाग्दैन अब। त्यस कारणले यसलाई चाहिँ नेक ब्लास्ट घाँटीमा लाग्ने भएको हुनाले नेक ब्लास्ट भनिएको। गङ्गा कडरिया घर कहाँ तपाईँको? घर खैरेनी तेरै यहीँ धरमपुर 14 कट्ठा। रोग ब्लास्ट जस्तो रोग, एउटा फङ्गस, ढुसी बाला मर्ने समस्या भए नि। अब पाक्ने बेला भएको मुखमा आएको बाली अब यस्तो भए अनि समस्या त भइहाल्यो नि। त ठेक्का लिएर गरे हो, आफ्नो बारी चाहिँ होइन। यो ठेक्का लिएर कतिमा ल्याएर गर्नुभयो? यो प्रति कट्ठा 2000 को दरले। पहिला पहिला अलिअलि त्यस्तो देखिन्थ्यो, त्यही ब्लास्टको त्यही ढुसीको त्यो औषधि हामीले हालेपछि ठिक भएको थियो। अनि भनौँ न त्योभन्दा अगाडि पहिला चाहिँ त्यो हर्दी के अरे बिजी धान लगाउँथ्यो, त्यसमा अलिअलि समस्या भएर चैते 5 लगाएको हो। अनि अहिले चैते 5मा नि यही समस्या आयो। अब हामीले सामान्य अर्थमा कतिपय भन्दा चाहिँ हावा लागेको भन्ने छ होइन। किसानहरूले जस्तो अलिकति धेरै हावा पनि पानी पनि एकदम 2-4 दिनसम्म लगातार पानी पर्ने, फेरि घाम लाग्ने त्यस्तो भयो। तर अब खासमा चाहिँ अब यो अनुसार चाहिँ नेक ब्लास्ट नै हो भनेर चाहिँ ऊ भएको छ, जसले गर्दा यो घाँटी मरेको पनि छ। र यो चाहिँ विशेष गरी चैते धान चैते 5 भयो। यो चाहिँ अन्य धानहरूमा पनि त्यस्तो छ र पिआर धानमा चाहिँ अलिक कम देखिएको छ। कुन कुन क्षेत्रमा आयो यस्तो बढी? यो त हाम्रो यो साबिक खैरेनी गाविस कुम्रज गाविसको प्रायः सबै ठाउँमा छ। नमस्कार, म सुजन अम्गाई, वरिष्ठ बाली संरक्षण अधिकृत। विशेष गरी आज हामी यो फिल्डमा आएका छौँ र यो फिल्डको लगाइएको चैते 5 धानमा चाहिँ नेक ब्लास्ट देखिएको छ। विशेष गरी यो धानको डडुवा हो। यो चाहिँ धेरै नै पछिल्लो स्टेजमा धान पाक्ने बेलामा चाहिँ लागेको हुनाले चाहिँ यसले चाहिँ पूर्ण रूपमा चाहिँ हेर्ने हो भने लगभग 70 देखि 80% जसो क्षति चाहिँ पुर्याइसकेको छ। क्षति पुर्याइसकेको अवस्था छ र यो अलिकति पछिल्लो अवस्थामा देखिएको डडुवा हुने रोग भएको कारणले गर्दाखेरिमा यसलाई अब ट्रिटमेन्ट गरेर यसमा चाहिँ विषादीहरू छरेर यसको उपचार गर्दाखेरिमा किसानका थप लागतको भार पर्छ र यो रिकभर नहुने अवस्थामा पुगिसकेको छ। हेर्ने हो भने सरस्वती हेर्ने हो भने रिकभर नहुने अवस्थामा पुगिसकेको छ। तसर्थ यो जति पाक्छ त्यसलाई चाहिँ हार्भेस्ट गर्न नै उचित देखिन्छ। यसको उपचार विधि छ कि छैन? यसको अर्ली स्टेजमा हेर्ने हो भने यसको उपचार विधि छ। हामीसँग चाहिँ ढुसीनाशक विषादीहरू पाइन्छन्। ती ढुसीनाशक विषादीहरू हामीले यसमा हालेर चाहिँ उपचार गर्न सक्छौँ। तर यो अलिकति लेट स्टेजमा गइसकेको छ। अहिले चाहिँ यसलाई चाहिँ थप विषादी हालेर खर्च गर्नु मात्रै चाहिँ देखिन्छ। म महेश रेग्मी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनको प्रमुख। र अहिले हालसालै यो पाक्दै गरेको चाहिँ चैते धानमा नेक ब्लास्ट भन्ने चाहिँ यो ढुसीजन्य रोग चाहिँ देखिएको छ। यो लगभग चाहिँ हाम्रो धानजुन क्षेत्र चाहिँ यो खैरेनी, राप्ती, रत्ननगर यी चाहिँ जहाँ चाहिँ 2 सिजन धान लाग्छ, यो सबै क्षेत्रमा चाहिँ यो चाहिँ देखिएको छ। र एउटा सरसर्ती आकलन गर्दाखेरि किसानहरू छलफल गर्दाखेरि करिब चाहिँ 50% जति क्षति यसले चाहिँ यो क्षेत्र चाहिँ कभर गरेको छ करिब अहिले हेर्दाखेरि। र अब क्षति कुनै अब धेरै क्षति भएको ठाउँहरूमा हेर्दाखेरि त करिब 70-80% पनि क्षति भएको चाहिँ देखिन्छ। यसले गर्दाखेरि यो चैते धानको चाहिँ उत्पादकत्व चाहिँ घट्ने देखिन्छ। यो खास गरेर यो हर्दीनाथ 1 चैते 5मा चाहिँ बढी देखिएको छ। र यसको तुलनामा यो पिआर भन्ने जात भयो होइन, अनि बर्खे 1001 भन्ने जातहरू, यी जातहरूमा, अनि अर्को अहिले भर्खरै चाहिँ किसानले लाउँदै गरेको चैते 5 भन्ने जातमा चाहिँ कम देखिएको छ। यो चाहिँ यो जुन मौसममा आएको परिवर्तनले गर्दाखेरि जुन केही दिन पानी पर्यो र राति चाहिँ चिसो तापक्रम, दिउँसो चाहिँ तातोले गर्दाखेरि र ह्युमिडिटी पनि बढ्यो, र जसले गर्दा यो उसमा ढुसी त यो 2 बाली लाग्ने ठाउँमा चाहिँ उसमा के अरे यो हाम्रो काटेको चाहिँ ठोसाहरूमा चाहिँ भइ नै रहन्छ। यो राम्रो वातावरण पाउन साथ यो चाहिँ बढ्ने, हुर्किने र चाहिँ फैलिने चाहिँ गर्दछ। यो खास गरेर चाहिँ बिउमा चाहिँ आउने, बिउबाट चाहिँ सर्ने चाहिँ रोग हो। जात पुरानो हुँदै गयो र केही चाहिँ भेराइटीहरू पनि चाहिँ यस्ता हुन्छन् जसमा चाहिँ यो रोगले चाहिँ छिट्टो चाहिँ समात्छ। त्यस कारण यसको लागि चाहिँ अलिकति यो रोग नलाग्ने किसिमको भेराइटीहरू चाहिँ डेभलप गर्नु जरुरी छ। नमस्कार, म झलकनाथ खड्का, कृषि विकास कार्यालय चितवनको प्रमुख। चैते धानमा पनि पछिल्लोचोटि रिलिज भएको भेराइटी चैते 5 भनेर हामीले किसानहरूका त्यसलाई प्रयोग गर्न सहजीकरण गऱ्यौँ। तर अहिले आएर यस्तो किसिमको देखियो। अब एउटा कुरा त जस्तै अब
अनुसन्धानले चैतमा रोप्ने धानको विभिन्न भेराइटीहरू निकाल्न पर्यो। खास गरी यो नेक ब्लास्ट प्रतिरोधी जात विकास गर्न पर्ने। अब हामीले नीतिगत रूपमा अब कार्यालयको हिसाबले म प्रदेश सरकारको एउटा कृषि क्षेत्र हेर्ने कार्यालय प्रमुखको नाताले पनि कृषि अनुसन्धान परिषदमा यस्ता कुराहरू हामीले एकदमै राम्रोसँग उठाउनुपर्छ भन्ने कुरा चाहिँ एकदमै महसुस भएको छ। अहिलेको यो किसानहरूको यो नेक ब्लास्टबाट परेको समस्याको कारण एउटा कुरा भने अब अलिकति यो नीतिगतको अर्को कुरा के छ भन्दाखेरि राहत दिने वास्तवमा अलिकति किसानहरूलाई हेर्ने दृष्टिकोण हामी सम्पूर्ण 3 तहकै सरकार छौँ, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले अलिकति फरक पार्नुपर्छ कि भन्ने मलाई लाग्छ। एउटा त अब स्थानीय तहबाट पनि केही कुराहरू यस्ता आपतकालीन एउटा कोष स्थापना गरेर आपतकालीन कोष स्थापना गर्ने र कतिसम्म क्षति भएको छ भने एउटा राहत दिने, क्षतिपूर्ति दिन सकिँदैन, राज्य कोषमा पनि अहिले त्यस्तो प्रशस्त स्रोत भएको अवस्था छैन भने प्रदेश सरकारले केही सुरुवात गरेको छ। अलिकति प्रक्रिया चाहिँ लामो छ, केही सुरुवात गरेको छ। कृषि क्षेत्रमा भएको विपद व्यवस्थापनबाट राहत दिने भन्ने एउटा निर्देशिका पनि छ, सूचना पनि निकाल्छ। त्यसको अलिकति प्रक्रिया लामो छ, तर त्यसमा धेरै प्राप्त गर्ने खालको कार्यविधिहरू पनि छैन। त्यसलाई संशोधन गर्दै जान पर्ने जरुरी पनि छ भने अर्कोतर्फ यसमा अलिकति अझै पनि प्रदेश सरकार सुरुवात गरेको छ, राम्रो छ, त्यसलाई अझै बढाउन पर्ने स्थिति देखिन्छ। त्यसै गरी अब सङ्घीय सरकारले पनि यस्ता कोषहरू चाहिँ स्थापना गर्नलाई प्रोत्साहन गर्ने एउटा कुरा। अर्को कुरा चाहिँ यो नयाँ जात खास गरी उपचारको व्यवस्थापन यस्ता कुराहरूमा चाहिँ अलिक ध्यान पुर्याइदियो भने किसानहरूलाई राहत हुने थियो।